नमस्कार, बेस्ट विसेस फाइनान्समा यहाँहरूलाई स्वागत गर्दै आजको यस भिडियो मार्फत हामी नेप्सेको एनालाइसिस गर्नेछौँ। हामीले अघिल्लो हप्ता भने चाहिँ लगभग यो ठुलो र्यालीपछि 2800 मा एउटा एकुमुलेसन भयो, एउटा बाइङ जोन भएर यस पछाडिको र्याली चाहिँ हाम्रो लगभग 3000 को जोन जानेछ र त्यो जानुभन्दा अगाडि लगभग यो 2900 को जोनमा चाहिँ केही अलिकति सानो प्रोफिट बुकिङ वा केही सङ्घर्ष गर्न सक्छ भनेका थियौँ। हिजोको एउटा बुलिस क्यान्डल एकदमै ग्रिन क्यान्डल भएको थियो र एउटा सानो करेक्सन चाहिँ आवश्यक नै थियो। त्यो करेक्सन अनुसारको एउटा आज चाहिँ दिउँसो केही करेक्सन यहाँ देखिएको छ भने लास्टको आवरमा चाहिँ त्यसलाई चाहिँ बायर्सहरूले चाहिँ जित्दै माथि लिएको हुनाले चाहिँ हिजो हाम्रो जुन यो र्याली थियो, यो 2 दिनको क्यान्डलको र्यालीको एउटा करेक्सन चाहिँ सकिएको भनेर हामी बुझ्न सक्छौँ। अब भने यसको इमिडिएट टार्गेट भनेको लगभग 3000 को जोनमा छ। अब यो 3000 को जोनमा चाहिँ एकैचोटि माथि गएर यहाँ बस्छ अथवा यहाँ पुगेर करेक्सन कस्तो आउँछ त्यो अनुसार चाहिँ हाम्रो फर्दर माथि जान सक्ने वा नसक्ने विषयमा हामी डिसिजन गर्न सक्छौँ भने अहिलेलाई भने लगभग 3000 को जोन चाहिँ मार्केटले छुने मजाले देखिन्छ। अब यहाँ पुगिसकेपछि यदि हाम्रो सस्टेन हुन सक्यो अथवा माइनर करेक्सन आयो भने अथवा योभन्दा माथि गएर फेरि 3000 को जोनमा चाहिँ सस्टेन हुन सक्यो भने हाम्रो र्याली चाहिँ अझै माथिको छ भनेर हामी बुझ्नेछौँ भने होइन भने चाहिँ यो ठाउँमा पुगेर एउटा ठुलो करेक्सन आयो भने चाहिँ हामीले त्यो अनुसारको थोरै प्रोफिट बुकिङको स्ट्राटेजी बनाउनेछौँ। अहिलेलाई भने मार्केट एकदमै बुलिस छ, सायद यो जोनमा पनि राम्रो नै बिहेभ गर्ला भन्ने अनुमान गर्न सकिन्छ। र अब सेक्टर वाइज हेर्ने हो भने अलमोस्ट सबै सेक्टरहरू राम्रो नै देखिएको छ। अब हाइड्रो पावर पनि लगभग अल टाइम हाईकै नजिकै पुगेको छ। त्यस्तै गरेर ब्याङ्किङ सेक्टर पनि नजिकै एउटा सानो रेसिस्टेन्स छ, यहाँ एउटा रेसिस्टेन्स छ। यो सबै चिजले गर्दाखेरि बिस्तारै मार्केट मुभ भएमा रेसिस्टेन्स बिस्तारै तोड्दै जानेछ। अहिलेको लागि इमिडिएट टार्गेटको हिसाबले हामी 3000 लाई राखौँ। त्यस पछाडि चाहिँ हामी फर्दर अपडेट गर्ने नै छौँ। हस् त धन्यवाद। यस्तै भिडियोको लागि च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला। धन्यवाद।